혹시 저 티켓도 사야 돼요? 티켓 여기는 무료. 네. 안녕하세요. 2명 있습니다. 네. 네. यो 80 रुपैयाँको 400 रुपैयाँ लियो। अब आशिका दिदीको याद आइरहेछ क्या यतिखेर। म भित्र जानु न। कहाँ भित्र जानु डर लाग्ने। ओइ यो ढुङ्गामा राति बत्ती बल्दो रहेछ। बिलर ढुङ्गा रहेछ यो। काउन्टर रहेछ यहाँ जस्तो लाग्यो। अब टिकट काट्नुपर्छ होला सायद। यता पनि पार्किङ रहेछ। यहाँबाट भ्यू कस्तो दामी देखिन्छ हैन यता माथि। यो चाहिँ काउन्टर रहेछ। अब यहाँबाट अब सायद यो काउन्टरमा टिकट काटेर हामी त्यहाँबाट माथि जान्छौँ होला। यता माथिको डाँडामा मान्छेहरू भिजिटरहरू यतिकै छ। एकचोटि यतातिर घुमिहेर्ने हो कि सिधै माथि जाउँ? यहाँ के हो यो? काउन्टर जस्तो छ। चाहिन्न होला। 혹시 저 티켓도 사야 돼요? 티켓 여기는 무료. 네. 여기는 유료예요. 아, 그러면 티켓도 여기서 받아요? 여기서도 할 수 있고 여기서도 할 수 있고. 아, 네. 감사합니다. यतापट्टि जानलाई पैसा चाहिने रहेछ। यता चाहिँ यता जानलाई चाहिँ चाहिँदैन रहेछ। यता घोडातिर जानला होला के? ए होला होला। 2만 원입니다. 경로장애 유공자 없습니다. 네. यता गर्नु ल। यहाँ चाहिँ अब टिकट किन्नुपर्ने रहेछ। 안녕하세요. 2명 있습니다. 네. 네. सोध्नुपर्छ यार भिडियो खिच्न पाइन्छ छैन भनेर। 저기 위에 올라가서 저 사진을 찍을 수 있어요? 이거는 돼요. 근데 듀로는 안 돼요. 듀로는 안 되고 아, 핸드폰이랑 네. 카메라는 돼요. 핸드폰으로 돼요? 핸드폰도 되고 카메라도 오케이 다 돼요. 예, 감사합니다. 여기 있습니다. 예, 감사합니다. 예. 좀, यो खोल्नु भएन रहेछ नि। 가실 거예요? राम्रै आइरहेको थियो त नखोले नि। अन्त आउँछ। खै टिकट देखाउनु त। फाइनल टिकट किनियो गाइज यो दुईजनाको लागि। कति रहेछ? खै के हो यो त अर्कै हो के हो? छोङकुमेक मानवन। ल मानवनको काटियो टिकट। अब यो टिकट उतै माथि देखाउनु पर्छ होला सायद हैन? कहाँ हो देखाउनु पर्ने? यो चाहिँ यतापट्टि पार्क रहेछ। घोडा कुदाउँदा रहेछन्। अघि कुदाउँदै उता गइसके अनि उ माथि चढ्दैछन् हैन? यहाँ देख्न सक्नुहुन्छ नि। यो चाहिँ यसरी घोडा चढ्दो रहेछन्। टिकट काटेर चढ्ने होला सायद। कि हामीहरूले पनि चढ्न पाउने त होइन होला नि। चढ्न पाइन्छ हेर न। यही टिकटले कहाँ हो त्यहाँ 15,000 यहाँ यति चाहिँ तिर्यो भने चाहिँ यहाँ घोडा चढ्न पाइने रहेछ है गाइज। घोडा यसरी चढ्ने हो। टिकट छ यो कता देखाउनु पर्ने हो कि? टिकट एकैचोटि 여기 있습니다. 감사합니다. ल टिकट पनि देखायो अरे। यहाँ गेटबाट छिरियो इन्टर भइयो। अब यो टिकटको काम छैन होला सायद। अब फ्याल्दा नि हुन्छ होला। उता क्यामेरा रहेछ। माथि चाहिँ अब भिडियो गर्न पाइन्छ पाइँदैन भनेर सोधेको। ड्रोन चाहिँ चलाउनु पाइँदैन अरे। मोबाइलबाट चाहिँ जति पनि खिच्न पाइन्छ अरे। अब हामीसँग ड्रोन कहाँ हुनु र? ड्रोन चलाउनलाई यहाँ कोरियामा लाइसेन्स चाहिन्छ। लाइसेन्स छैन। त्यही भएर ड्रोन पनि छैन। मोबाइलबाट खिच्ने हो। यो यस्तो छ बाटो क्या यो। पैदल बाटो। अम्मम्म ल यो एरिया यताको नजारा एकचोटि हेर्नुहोस्। पर यहाँबाट देखिँदो रहेछ नि त हो। कति दामी है। प्राकृतिक त्यसै प्राकृतिक सम्पदाको सूचीमा पर्यो होइन नि त। यहाँ चाहिँ कासनहरू लेखेर राखिदिएको रहेछ यस्तो। ओहो भिजिटरहरू यस्तो दामी छ होइन? पुरै मान्छे भिड छ। यो चाहिँ बाटोको ओल्लो छेउ पल्लो छेउमा साइडमा यसरी चट्ट यो बारदली जस्तो बनाएर सेफ्टीको लागि राखेको हुँदो रहेछ। यो फेरि प्योर सल्लाको काठ हो है गाइज। यो रियल काठ हो। यो यसरी बनाएको छ। मकिँदैन रहेछ यो ठाउँमा। तर यो केमिकल हालेको होला। तर यहाँ चाहिँ अब हाम्रोतिरको जस्तो अग्लो नहुँदो रहेछ।
ल हाम्रोतिर यस्तै हुन्छ नि पहाडहरू गप्प गप्प ढुङ्गारी दुलो दुलो छ गएको ठाउँ अचम्मै छ क्या है किरा फट्याङ्ग्रा उडेको नि देखिँदो रहेछ त्यहाँतिर अब यो पदयात्रा चाहिँ यस्तो छ है यहाँको यो सिँढी रहेछ लगभग 2 किलोमिटर उकालो सिँढी हिँडेर जानुपर्ने अनि साहस बढ्न थालिसक्यो पदयात्रा 2 किलोमिटरसम्मको अब हामीलाई तिर्खा निकै लागेको छ टक्कै यहाँ पानी बेच्ने पसल पनि रहेछ है त हिरण भाइ पानी खाउँ होला हँ के खाउँ लु के खाने मन छ कुन खाउँ यहाँनिर हो पानी यहाँ रहेछ पानी खाउँ कि भन्ने फेरि एनर्जी ड्रिङ्क खाउँ कि भन्ने सुरु गर्यो ल पानी त्यही छ यताको निकालौँ पानी रेडी गरियो एउटा पानी एउटा खाने यहाँ चाहिँ यो तपाईँ तिर्नुहुन्छ ल काट्दा त्यहाँ चाहिँ पैसा तिरियो यी झोलाहरू पनि पाउँदो रहेछ क्या किन्नलाई यस्तो माथि जाँदा के बोक्नलाई पानी खान्छु हौ म त ल पानी अब रेडी गरियो खाँदै खाँदै उकालो जाने यस्तो ओह्रालो बाटोबाट अनि ठाउँ अनुसार त्यहाँनिर त महँगै भन्दो रहेछ नि हौ अब माथि डाँडामा पुग्यो भने त किन्न नसकिने रहेछ कोरियामा पनि नेपालको जस्तो जति बिकट उति महँगो हुँदो रहेछ होइन लुटतन्त्र ओ यो के हो फेरि यार यो लास्टै महँगो भयो यार यो 80 रुपियाँकोलाई 400 रुपियाँ लियो अब आशिका दिदीको याद आइरहेछ क्या यतिखेर बोलाउनु पर्ला क्या हो यहाँ रहेछ नि त फेरि हारुबाङ जस्तै चुचो ढुङ्गा यो केमा अडिएको छ त यो यस्तो अन्जाने पुर्लुकै पल्ट्यो भने त मान्छे त गइन्छ त ओहो यार यो के रहेछ त यसको बारेमा यहाँ लेखिएको छ है लु कोरियन भाषा बुझ्नुहुन्छ भने पढ्नुहोस् होइन भने इङ्ग्लिसमै पढ्दा नि हुन्छ यसको बारेमा उ त्यो बाक्सा के हो धेरै भाइ यहाँ छ त बाक्सा यो बत्ती छ क्या राति यो ढुङ्गामा राति बत्ती बल्दो रहेछ बिलर ढुङ्गा रहेछ यो गुफा रहेछ यार सानो हात नि म भित्र जानु न कहाँ भित्र जान डर लाग्ने ओए यो त उहिले ऋषि मुनिको पालाको रहेछ त नि तपस्या गर्नु पर्ला तपस्या गरेको थियो होला यहाँको यहाँ स्पिकर रहेछ स्पिकर रहेछ बोल्दो रहेछ कासन दिँदैछ त्यहाँबाट यहाँ फेरि अर्को चुचुरो रहेछ होइन यो पनि अब हारबाङ जस्तै देखिन्छ तर फेरि यो हुन चाहिँ होइन यो कुन जुगमा उहिले यहाँको ज्वालामुखी विस्फोट हुँदाखेरि यस्तो बनिएको क्या यो प्राकृतिक रूपमै बनिएको हो बनाएको होइन जस अब यो चाहिँ हाम्रो नेपालमा पहाडतिर हुन्छ नि ठुला ठुला ढुङ्गाको चुचुराहरू त्यस्तै यो ढुङ्गा बनिएको छ क्या चट्टानको यहाँ चाहिँ उयो पनि लेखेको छ डेन्जर हो योभन्दा उता चाहिँ जान सकिँदैन पाइँदैन भन्ने कासन रहेछ अब जाउँ उकालो हाम्रो यो पदयात्रा निकै लामो छ 2 किलोमिटरको यात्रा हो तिर्खा लाग्छ है पानी यसरी खाँदै हिँड्ने हो ल जाउँ सिँढी यस्तो दामी काटेर बनाएको छ होइन यस्तो दामी छ यहाँबाट यसो उतातिर हेरौँ पनि यस्तो रमाइलो देखिन्छ नि यो त्यसै विश्व प्राकृतिक सम्पदामा त्यसै भएको होइन नि त यो राम्रो छ क्या जे होस् सल्लाह रुखहरू ए यो धार चाहिँ तलैबाट हुँदै आएको छ तल्लो स्टेप एउटा थियो यहाँ एउटा अनि यहाँ पनि छ अर्को यस्तो हुँदै हुँदै आउँदो रहेछ क्या यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ उताको भरे जाँदा चाहिँ यो पुल तरेर जान्छौँ है हामी यो पुल तरेर सट्ट जाने हो अझै पनि हामी यो टपमा त पुगेका छैनौँ
तर आधी बाटोबाट हेर्दाखेरि यस्तो देखिन्छ यो यहाँ पर यो पानी जहाज जाँदै गरेको देख्नुहुन्छ नि यस्तो ठाडो उकालो रहेछ यहाँ चाहिँ अब यस्तो ठाडो उकालो हिँड्नुपर्ने छ है पानी खाँदै खाँदै हिँड्ने स्थिति आइसक्यो 2 किलोमिटर यस्तो सिँढीहरू भनेको त निकै हो नि त हैन यस्तो ठाडो बाटो सिधै छ क्या यता झन्नै लगभग 45 डिग्रीको भन्दा नि 75 डिग्रीको उकालोमा छ क्या हेर्नु त निकै उकालो छ क्या यता मम्मा तर ठाउँ ठाउँमा चाहिँ यसरी स्टेपलाई तेर्सो टेक्ने ठाउँ पनि छ ओहो ढुङ्गा काटेर बनाएको रहेछ नि त पुरै ढुङ्गा काटेर बनाएको छ हैन र है यस्तो मजाले मोडेको छ है मम्मा जति माथिको उति साँघुरो रहेछ है बाटो चाहिँ ढुङ्गा काटेर बनाएको हो नि त लगभग चुच्चीमा पुगियो जस्तो छ है कति ठाडो हो बाटो सासै बढिसक्यो अब यहाँबाट हेर्ने रहेछ नि त